साथीहरू नमस्ते नमस्ते नमस्कार। स्वागत छ आजको कक्षामा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछौँ। हामी छौँ नायब सुब्बाको दोस्रो पत्रको दोस्रो खण्डमा छौँ साथीहरू। तपाईँहरूलाई हार्दिक स्वागत छ आजको सेसनमा। तपाईँहरूलाई एकदमै हार्दिक स्वागत गर्दछौँ है त। आज हामी सुब्बा साहेबको दोस्रो पत्रको दोस्रो खण्डमा आधारित भई आज हामी कक्षा पढ्छौँ साथीहरू। हामी छौँ नायब सुब्बाको दोस्रो पत्रको दोस्रो खण्डमा संवैधानिक व्यवस्था तथा सरकार छ। संवैधानिक व्यवस्था तथा सरकार अन्तर्गत रहे 2.2 हामी पढ्छौँ। 2.2 अर्थात् नागरिकहरूको दायित्व कर्तव्य नागरिक समाज र नागरिक चेतना सम्बन्धी विषयवस्तुमा आधारित भई आजको कक्षा हामी सुरु गर्न सक्छौँ साथीहरू है त। तपाईँहरूको के छ खबर? एकदमै सन्चै हुनुहुन्छ भने आशा तपाईँहरू एकदमै फिट एन्ड फाइन झकास रहनुहोला। आफ्नो पढाइलाई अविराम अध्ययन पूर्ण आत्मविश्वास र निरन्तर अभ्यासको साथै आफ्नो स्टडीलाई कन्टिन्युटी दिनुहोला है त। आज हामी सुब्बा साहेबको अर्थात् लोकसेवा आयोगद्वारा लिने राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा सोस्रोको कक्षामा साथीहरू 2.2 आज हामी पढ्छौँ। नागरिकको कर्तव्य र दायित्व के हो त्यो विषयवस्तुमा आधारित भई आज हामी छलफल गर्छौँ। एकदमै विषयवस्तु एकदमै महत्त्वपूर्ण छ। तपाईँहरू एकदमै ध्यान दिएर बुझ्नुहोला, सुन्नुहोला। यसबाट प्रत्येक वर्ष सबैतिर ब्याङ्किङतिर अर्थात् निजामती सेवातिर तपाईँको संस्थानतिर सबैतिर यसबाट रिपिटेड क्वेसन सोध्ने गरिन्छ। त्यसकारण तपाईँहरू ध्यान दिएर सुन्नुहोला। BBI छ टपिक है त साथीहरू। आज हामी यसमा आधारित भई आजको कक्षा हामी सुरु गर्छौँ साथीहरू है त। र हाम्रो वर्तमान संविधानको धारा 27ले पनि सूचनाको हक सम्बन्धी व्यवस्था गरेको छ, सुसूचित गरेको छ भने सूचनाको हक सम्बन्धी ऐन 2064 सुपनियावली 2065ले पनि सूचनाको हक माग्न पाउने विषयसँग सम्बन्धित भएकाले सबैले सूचनाको हकबाट वञ्चित नहोस्। सबैले आफ्नो सूचनाको हकबाट सुसज्जित भए आफ्नो क्लासलाई मध्यनजर राख्दै आजको कक्षा हामी सुरु गर्छौँ साथीहरू है त। सबैले सूचनाको हकबाट वञ्चित नभई हैन, सूचनाको हकबाट सबैले वञ्चित नभई सबैले सुसज्जित भए यो कक्षा तपाईँहरूलाई एकदमै प्रभावकारी हुनेछ है त साथीहरू। अब आजको कक्षा हामी सुरु गर्छौँ साथीहरू। ढिला नगरिकन आजको कक्षा हामी सुरु गर्छौँ। सबैभन्दा पहिला नागरिक भन्नाले के बुझिन्छ त है त। सबैभन्दा पहिला नागरिक भन्नाले के बुझिन्छ त्यो हामी बुझ्नुपर्ने हुन्छ साथीहरू। अब नागरिक भन्नाले के बुझिन्छ भन्दाखेरि त्यो पहिला जान्नुपर्ने हुन्छ साथीहरू। र नागरिक भन्नाले के हो त अब हामी पहिला कन्सेप्ट भन्छौँ। कन्सेप्ट क्लियर भइसकेपछि तपाईँलाई इक्जाममा परीक्षा हलमा लेख्दा एकदमै सजिलो हुन्छ है त साथीहरू। पहिला हामी कन्सेप्ट बुझिसकेपछि एकदमै इक्जाम हलमा सजिलो हुन्छ। अब नागरिक भन्नाले के बुझिन्छ भन्दाखेरि नागरिक भन्नाले राज्यद्वारा नागरिकको चिनारी अर्थात् प्रमाणपत्र, राज्यद्वारा नागरिकको चिनारी खुल्ने प्रमाणपत्र प्रदान गरी नागरिकको रूपमा वैधानिकरण गरिएको वा गर्न योग्य व्यक्तिलाई के कहलिन्छ नागरिक कहलिन्छ। त्यो साथीहरू नागरिक भन्नाले राज्यद्वारा नागरिकको चिनारी खुल्ने गरी प्रमाणपत्र पेश गरी नागरिकको रूपमा वैधानिकरण गरिएको वा गर्न योग्य व्यक्तिलाई के कहलिन्छ नागरिक कहलिन्छ। वा अर्को विषयवस्तुबाट झन् स्पष्ट हुन्छ। नागरिक भन्नाले के बुझ्नुहुन्छ साथीहरू कुनै पनि राष्ट्र वा कुनै पनि देशको सार्वभौम अधिकार प्राप्त अधिकारी नै के हो उक्त देशको नागरिक हो साथीहरू। कुनै पनि मुलुकको सार्वभौम अधिकार प्राप्त अधिकारी नै के हो उक्त मुलुकको वास्तविक अधिकारी अर्थात् नागरिक हो भने यसले बुझ्ने है त। अब नागरिकको दायित्व तथा कर्तव्य बुझ्नुपर्छ साथीहरू। अब नागरिकको दायित्व तथा कर्तव्य भन्नाले के बुझिन्छ साथीहरू कुनै पनि मुलुकमा
कुनै पनि मुलुकमा नागरिक भएको नाताले अनिवार्य रूपमा गर्नुपर्ने जिम्मेवारीलाई के कहलिन्छ? नागरिक कहलिन्छ, नागरिकको दायित्व कहलिन्छ है त। कुनै पनि राष्ट्रमा अर्थात् कुनै पनि मुलुकमा नागरिक भएको नाताले अनिवार्य रूपमा प्राप्त गर्नुपर्ने जिम्मेवारीलाई के कहलिन्छ? नागरिकको कर्तव्य अर्थात् दायित्व भन्ने गरिन्छ है त। बुझिन्छ? अर्को विषयवस्तुबाट झन् स्पष्ट हुन्छ। नागरिकको कर्तव्य दायित्वबारे प्रचलित ऐनमा नै उल्लेख गरिएको हुन्छ। नागरिकको कर्तव्य र दायित्वबारे प्रचलित संविधानमा नै उल्लेख अर्थात् संविधानमै नै व्यवस्था गरिएको हुन्छ साथीहरू, र यसको पालना गर्नुपर्ने के हुन्छ? अनिवार्य रूपमा पालना गर्नुपर्ने सबै नागरिकको कर्तव्य हुनेछ त। नागरिकको कर्तव्य र दायित्वबारे प्रचलित जुन देशमा छ त्यो देशको प्रचलित कानुन बमोजिम नै दिएको हुन्छ, कानुनमै नै उल्लेख गरिएको हुन्छ, व्यवस्था गरिएको हुन्छ र यसको पालना गर्नुपर्ने प्रत्येक व्यक्तिको अनिवार्य के हुनेछ? कर्तव्य हुनेछ है त। अब यसले नागरिकको कर्तव्य अधिकारले के गर्छ भन्दाखेरि यसले नागरिकलाई जिम्मेवार, उत्तरदायित्व होइन, अनुशासित, मर्यादाक्रम अर्थात् जवाबदेहिता र उत्तरदायित्वको साथै मुलुकको सर्वाङ्गीण विकास र नागरिकको सर्वोत्तम ह्यापी अर्थात् समृद्धि राष्ट्र निर्माणमा सर्वोत्तम उत्तम टेवा पुर्याउने गर्दछ साथीहरू। बुझिन्छ? यसले नागरिकको कर्तव्यले नागरिकलाई एकदमै जिम्मेवारपूर्ण होइन, जवाबदेहितापूर्ण, अनुशासित, मर्यादित र जवाबदेहिता उत्तरदायित्व हुने विषयवस्तुलाई के गरेको हुन्छ? अँगालेको हुन्छ, पक्ष पोषण गरेको हुन्छ र राष्ट्रलाई महत्वपूर्ण टेवा अर्थात् समृद्धि राष्ट्र निर्माणमा महत्वपूर्ण टेवा पुर्याउने गर्दछ है त। र हाम्रो नेपालमा वर्तमान संविधानको भाग 3 र धारा 48 पनि नागरिकको कर्तव्य सम्बन्धी व्यवस्था गरिएको छ। त्यो आज हामी पढ्छौँ साथीहरू है त। अब यसमा के बुझ्नुपर्छ साथीहरू? यसमा धेरै साथीहरू कन्फ्युज हुनुहुन्छ। सबै नागरिकहरू व्यक्ति हुन् तर सबै व्यक्तिहरू नागरिक होइन होइन। यसमा धेरै साथीहरू कन्फ्युज हुनुहुन्छ होइन। ध्यान दिने विषयवस्तु एकदमै महत्त्वपूर्ण छ साथीहरू। सबै नागरिकहरू व्यक्ति हुन् तर सबै व्यक्तिहरू नागरिक होइन साथीहरू है त। ध्यान दिएर बुझ्ने, म इक्जाम्पल दिएर तपाईँलाई बुझाउँछु। सबै नागरिकहरू व्यक्ति हुन् तर सबै व्यक्तिहरू नागरिक होइन। जस्तै कि म यो नेपाल देशको नागरिक हो है त साथीहरू। जस्तै म यो नेपाल देशको के हो? नागरिक हो होइन। अब हाम्रो देशमा एउटा चाइनिज आउनुभयो, उहाँ चाहिँ हाम्रो देशमा उहाँ चाहिँ हाम्रो देशको हकमा गैर नागरिक हुनुभयो, व्यक्ति हुनुभयो। अब उहाँले चाहिँ हाम्रो नेपालको संविधान र कानुनले जे गर्न नखोजिएको छ भने त्यो गरेर म जान्छु भनेर हुन्छ? हुँदैन, मलाई छुट हुँदैन। त्यो हाम्रो नेपालको संविधान र कानुनले जे गर्न नभनेको छ त्यो गरेर म जान्छु भनेर उहाँलाई छुट हुँदैन साथीहरू है त। जस्तै कि ल म मानौ म बाहिर गयो, जस्तै कि म नर्वे गएँ होइन। अब नर्वे जाँदाखेरि म उहाँको हकमा, उक्त देशको हकमा म के भएँ? गैर नागरिक भएँ, व्यक्ति भएँ उहाँको लागि। र उहाँको संविधान र कानुनले जे गर्न मिल्दैन भने त्यो गर्न म छुट छ, म त्यसको त्यहाँको कानुनको विपरीत काम गर्न छुट हुन्छ मलाई? हुँदैन हो। यसरी सबै नागरिकहरू के हुन्? व्यक्ति हुन् तर सबै व्यक्तिहरू के हुन्? नागरिक होइन है त साथीहरू। यसरी बुझ्ने, बुझिन्छ? ल अब यसरी बुझ्ने। अब हामी जान्छौँ साथीहरू टीका पाठ।
टिओबिसी पार्टमा जान्छौँ हामी। हावाको तालमा पढ्दैनौँ साथीहरू, हामी फर्मेटमा पढ्छौँ, टिओबिसी पार्टमा पढ्छौँ। पहिलो इक्जाममा तपाईँहरू इक्जामहरूमा बस्दाखेरि पहिलो थोप्लो कहाँबाट श्री गणेश गर्ने, आफ्नो पेनलाई कहाँबाट आरम्भ गर्ने, प्रारम्भ गर्ने, त्यहाँबाट हामी कक्षा हामी श्री गणेश गर्छौँ साथीहरू है त। पहिलो थोप्लो इक्जाम हलमा बस्दाखेरि प्रश्न पत्र तपाईँको हातमा आउँदाखेरि टक्क पहिलो थोप्लो के ठोक्ने, त्यहाँबाट हाम्रो क्लास सुरु हुन्छ साथीहरू। अब हामी खतरा फर्मेटमा जाउँ साथीहरू। अब नागरिकबाट कुनै पनि प्रश्न आयो भने, कुनै पनि प्रश्न नागरिकबाट आयो भने टक्क पहिलो थोप्लो रेडिमेड छ है त। अब नागरिकबाट कुनै पनि प्रश्न आयो भने टक्क सार्वभौम अधिकारको अधिकारी दुईवटा थोप्लो नागरिक होइन। यसमा राय र राय र उपचार मिल्यो भने लेख्न पायो र नमिले पनि लेख्न पायो। जस्तै कि यहाँ आधिकारिक छ नि, यहाँ नागरिक होइन, यो दुवै मिले पनि नमिले पनि लेख्न पायो। सार्वभौम अधिकारको अधिकारी दुईवटा थोप्लो नागरिक होइन। कुनै पनि राज्यको सार्वभौम अधिकार प्राप्त अधिकारी नै उक्त देशको वास्तविक नागरिक हुन्छ साथीहरू होइन। कुनै पनि राष्ट्र वा मुलुकको सार्वभौम अधिकारको वास्तविक अधिकारी नै के हुन्छ, उक्त देशको नागरिक हुन्छ। अत सार्वभौम अधिकारको अधिकारी दुईवटा थोप्लो नागरिक। अब यसमा राय र उपचार मिल्यो भने लेख्न उत्तम र नमिल्यो भने लेख्न सर्वोत्तम। मानौँ मिल्यो है त साथीहरू। अब यो किन लगाइन्छ भन्नाले नागरिकबाट कुनै पनि प्रश्न सोधियो भने यो टीका पाठ लगायो भने यो विद्यार्थीलाई यो प्रश्नको बारेमा गहन रूपमा डिप नलेज छ भनेर टीकाबाट थाहा हुन्छ। त्यसकारण टक्क पहिलो थोप्लो रेडिमेड तयारी छ, सिधै कन्ट्रोल प्लस पेस गर्ने साथीहरू है त। शिरदेखि तिरसम्म तपाईँलाई केही गर्नै पर्दैन साथीहरू। सार्वभौम अधिकारको अधिकारी दुईवटा थोप्लो नागरिक है त। ल अब टीका कहाँ लगाइन्छ साथीहरू, टक्क माथि लगाइन्छ नि सेन्टरमा हो, इक्जाम हलको प्रश्न पेपरमा टक्क फ्रन्ट लाइनमा टीका लगाउने है त साथीहरू, बिचमा। अब हामी जान्छौँ खतरा बुलेट पार्टमा। अब साथीहरू यहाँबाट हाम्रो खतरा बुलेट, त्यो नर्मल सामान्यता त्योमा दम हुँदैन साथीहरू। नर्मल सामान्यता त सबैले लेख्छन्, खतरा बुलेट ठोक्ने है साथीहरू, दम हुनुपर्छ बुलेटमा। अब यहाँ हेर्नु साथीहरू, राज्यद्वारा नागरिकको चिनारी खुल्ने प्रमाणपत्र प्रदान गरी नागरिकको रूपमा वैधानिकरण गरिएको वा गर्न योग्य व्यक्तिलाई के कहलिन्छ, नागरिक कहलिन्छ। के हो रे, राज्यद्वारा नागरिकको चिनारी खुल्ने प्रमाणपत्र प्रदान गरी नागरिकको रूपमा रूपान्तरण अर्थात् वैधानिकरण गरिएको वा गर्न योग्य व्यक्तिलाई के कहलिन्छ, नागरिक कहलिन्छ। टक्क पहिलो थोप्लो रेडिमेड। अब दोस्रो थोप्लोबाट जाऊ साथीहरू, दोस्रो खतरा बुलेट। कम्तीमा दुईवटा र बढीमा तीनवटा टीका पाठ बढी पाठ बोक्ने है साथीहरू। अब कुनै पनि राष्ट्रको सार्वभौम अधिकारको प्रयोग गर्ने उक्त देशको वास्तविक अधिकारी नै के हो, नागरिक हो। कुनै पनि मुलुकको सार्वभौम अधिकारी होइन, कुनै पनि मुलुकको सार्वभौम अधिकारी प्राप्त उक्त देशको अधिकारी नै के हो, उक्त देशको नागरिक हो साथीहरू है त। या कुनै पनि स्थानको रैथाने अर्थात् कुनै पनि स्थानको रैथाने वा बसिन्दा नै के हो, उक्त त्यहाँको नागरिक हो होइन साथीहरू। अब जसमा के हुन्छ, सार्वभौम अधिकारको वास्तविक अधिकार के गर्छ, युज गर्ने गरिन्छ, प्रयोग गर्ने गरिन्छ र त्यहाँको उक्त मुलुक या उक्त रैथिन्दा वा उक्त बसिन्दा नै के हुन्छ, त्यहाँको नागरिक हुन्छ साथीहरू। बुझिन्छ ल, यसरी खतरा बुझ्ने है त साथीहरू। त्यो नर्मल सामान्यतामा दम हुँदैन है त साथीहरू। अब अर्कोबाट झन् स्पष्ट हुन्छ साथीहरू। कुनै पनि राष्ट्रको अर्थात् कुनै पनि मुलुकको सार्वभौम अधिकारको प्रयोग गर्ने वास्तविक अधिकारी नै के हो, उक्त देशको नागरिक हो। अर्थात् यो हामी पढिसकेका छौँ। अब हामी नागरिकको कर्तव्यमा जाउँ साथीहरू।
बुझ्नुभयो? नागरिक बुझ्नुभयो नि? राज्यद्वारा नागरिकको चिह्नारी खुल्ने, जस्तै कि नागरिकता छ नि हो, नागरिकता लिने योग्य वा लिइसकेको व्यक्ति नै के हो? वैधानिकरण अर्थात् लिखतद्वारा गरिएको वा गर्न योग्य व्यक्तिलाई के कहलिन्छ? नागरिक कहलिन्छ। अब नागरिकका कर्तव्यहरू के छन् साथीहरू? यो भिभिआई छ, क्वेसन आउटै क्वेसन छ, प्रत्येक वर्ष रिपिटेड छ, सोध्छ, तपाईँहरू याद गर्नु होला है त। अब नागरिकका कर्तव्यमा के छ साथीहरू? सबैलाई यो आफ्नो कर्तव्य जान्नुपर्ने हुन्छ साथीहरू, बुझ्नुपर्ने हुन्छ। अब यहाँबाट खतरा बुलेट सुरु हुन्छ साथीहरू। नागरिकका कर्तव्य। लोकतान्त्रिक मुलुकमा नागरिकहरू सार्वभौम सत्ता सम्पन्न हुन्छन्। कस्ता रे? लोकतान्त्रिक मुलुकमा नागरिकहरू सार्वभौम सत्ता सम्पन्न हुन्छ। अथवा नागरिक अधिकार सँगसँगै शासन व्यवस्थालाई मर्यादित, व्यवस्थित, अनुशासित तुल्याउन नागरिकले आफ्नो कर्तव्य र जिम्मेवारीहरू समेत सिरोपर गर्नुपर्ने हुन्छ। के हुन्छ साथीहरू? लोकतान्त्रिक मुलुकमा अर्थात् लोकतान्त्रिक मुलुकमा नागरिकहरू सार्वभौम सत्ता सम्पन्न हुन्छ। सार्वभौम सत्ताको मालिक को रे? जनता है त। सार्वभौम सत्ताको मालिक हो रे जनता। लोकतन्त्रमा जनतालाई कहाँ राखिएको हुन्छ साथीहरू? सेन्ट्रलमा राखिएको हुन्छ, केन्द्रमा राखिएको हुन्छ है त। अत जनताको वरिपरि सेवा हुनु पर्दछ, न कि सेवाको वरिपरि जनता हुनु पर्दछ है त साथीहरू। यो पनि बुझ्ने। लोकतन्त्रमा सार्वभौम सत्ताको मालिक को हुन्छ साथीहरू? जनता हुन्छ। अत जनताको वरिपरि सेवा हुनु पर्दछ, न कि सेवाको वरिपरि जनता हुनु पर्दछ साथीहरू। लोकतान्त्रिक मुलुकमा नागरिकहरू सार्वभौम सत्ता सम्पन्न हुन्छन्। अत नागरिक अधिकार सँगसँगै शासन व्यवस्थालाई मर्यादित, व्यवस्थित र अनुशासित तुल्याउन नागरिकले आफ्नो कर्तव्य र जिम्मेवारीहरू के सिरोपर गर्नुपर्ने हुन्छ है त साथीहरू। र कुनै पनि नागरिकले आफ्नो मानसिक, शारीरिक, आर्थिक एवं बौद्धिकता क्षमता अनुसार मुलुकको सर्वाङ्गीण विकास र नागरिकको सर्वोत्तम हितार्थको निमित्त योगदान सुनिश्चित गर्नु नागरिकको पहिलो कर्तव्य र जिम्मेवारी हुनेछ साथीहरू। कुनै पनि नागरिकले मानसिक, सामाजिक, आर्थिक एवं बौद्धिक क्षमता अनुसार मुलुकको सर्वाङ्गीण, यहाँ आर्थिक भनेको एउटा, सामाजिक भनेको एउटा, बट यहाँ के भनेको छ साथीहरू? सर्वाङ्गीण, चारैतिर है त, सबैतिर सर्वाङ्गीण विकास र नागरिकको सर्वोत्तम हितार्थ अर्थात् नागरिकको सर्वोत्तम खुसीको निमित्त योगदान सुनिश्चित गर्न नागरिकको पहिलो कर्तव्य र जिम्मेवारी हो। बुझिन्छ? कुनै पनि नागरिकले मानसिक, सामाजिक, आर्थिक एवं बौद्धिक क्षमता अनुसार मुलुकको सर्वाङ्गीण, आर्थिक भनेमा एउटा, सामाजिक भनेमा दुईटा, तर बट यहाँ के छ? सर्वाङ्गीण विकास, आफ्नो आफ्नो बौद्धिक क्षमता अनुसार राष्ट्रको सर्वाङ्गीण विकास, चौतर्फी विकास, सबैतिर विकास र नागरिकको सर्वोत्तम हितार्थको निमित्त योगदान सुनिश्चित गर्नु नागरिकको परम अर्थात् पहिलो कर्तव्य र जिम्मेवारी हो साथीहरू। बुझिन्छ? यसरी टक 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 खतरा बुलेटहरू जान्ने है साथी, सबैमा दम छ। अब वर्तमान नेपालको संविधानमा नागरिकका कर्तव्यहरूलाई देहाय बमोजिम वा तफसिल बमोजिम प्रस्तुत गर्न सकिन्छ। धारा 48 है त साथीहरू, भाग 3 को धारा 48। वर्तमान नेपालको संविधानमा नागरिकका कर्तव्य र कर्तव्यलाई देहाय बमोजिम वा तफसिल बमोजिम प्रस्तुत गर्न सकिन्छ है त। पहिलो थोप्लो बुझा लेख्नु साथीहरू, टक्क। राष्ट्रपति निष्ठावान हुँदै नेपालको राष्ट्रिय सार्वभौम सत्ता र अखण्डताको के गर्नु? रक्षा गर्नु। राष्ट्रपति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको के गर्नु? रक्षा गर्नु हैन, टक्क। घोक्ने है साथीहरू, आउटै क्वेसन छ, घोक्नु बाहेक उपाय छैन। प्रत्येक वर्ष रिपिटेड क्वेसन सबैतिर सोध्छ। संविधान र कानुनको पालना गर्नु, संविधान र कानुनको के गर्नु? पालना गर्नु हैन। त्यसपछि अर्को थोप्लो लेख्नुहोस्, राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु। राज्यले चाहेको बखत के गर्नु साथीहरू? अनिवार्य सेवा गर्नु हैन। पहिलो थोप्लो, राष्ट्रपति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताको के गर्नु? रक्षा गर्नु।
त्यसपछि संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु, होइन। अर्को थोप्लो, राज्यको सम्पत्ति सार्वजनिक सम्पत्तिहरूको के गर्नु, सुरक्षा संरक्षण गर्नु, है त। यी चारवटा याद गर्ने, 1 2 3 चारवटा बिबिआई छ, यो याद गर्ने। अब यसरी पनि ल साथीहरू, है त। अब यसरी पनि ल, है त। अब शासकीय गतिविधिहरूमा सरोकार र चासो जनाउने, शासकीय गतिविधिहरूमा सरोकार र जनचासो जगाउने, कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनु पर्ने राजस्व समयमै चुक्ता गर्नुपर्ने, कानुन बमोजिम राज्यलाई तिर्नु वा बुझाउनु पर्ने रकम के गर्ने, समयमै चुक्ता गर्ने, र अरूको अधिकार आघात नहुने गरी आफ्नो अधिकार प्रयोग गर्ने, होइन साथीहरू। अब अरूको अधिकार आघात नहुने गरी आफ्नो अधिकार के गर्ने, प्रयोग गर्ने। अब अरूको अधिकार या अरूको अधिकारमा आघात नहुने गरी आफ्नो अधिकार प्रयोग गर्ने। जस्तै कि अब एउटा स्टुडेन्ट, होइन, एउटा स्टुडेन्ट चाहिँ आफ्नो कोठामा पढ्नको लागि आएको छ र त्यसको अर्को पल्लोपट्टि डिजे बजाएर डान्स गरिरहेको छ ठुलो स्वरमा, होइन। र अरूको अधिकारमा आघात नहुने गरी आफ्नो अधिकारको प्रयोग नगर्नु, बुझ्नुपर्ने हुन्छ साथीहरू, है त। अरूको आघात नहुने गरी आफ्नो अधिकारको प्रयोग नगर्ने साथीहरू। अब पढ्न आएको, अब ठुलो स्वरले सङ बजाइरहेछ, हो त्यहाँ के भयो, अरूको अधिकारमा आघात नहुने गरी आफ्नो अधिकारको प्रयोग गर्नु, आफूभन्दा ठुलालाई आदर सम्मान गर्नु तथा सानोलाई के गर्नु, माया गर्नु, राष्ट्रिय झण्डा राष्ट्रिय गान र राष्ट्रिय चिन्हहरूमा समान र सार्थक विश्वास राख्नु, है त। राष्ट्रिय गान र राष्ट्रिय झण्डाप्रति के गर्नु, समान विश्वास र राख्नु। त्यसपछि अरूहरू छ, अरूहरूमा के गर्ने, कानुन बमोजिम हामी होइन, अन्य शुल्कहरू के गर्ने, तिर्ने। त्यसपछि आफ्नो अधिकार हामी बुझिसकेका छौँ। समाजमा हुने सबै प्रकारका विभेद वा शोषण अन्यायको के गर्ने, अन्त्य गर्ने। सरकारका राम्रो कामहरूको के गर्ने, समर्थन र गलत कामको के गर्ने, खबरदारी गर्ने, होइन। अब के गर्ने साथीहरू, विकास निर्माणका कार्यहरूमा पूर्ण सार्थक र अर्थपूर्ण सहयोग सहभागिता जनाउने, विकासका निर्माणका गतिविधिहरूमा सक्रिय रूपमा समर्थक र अर्थपूर्ण रूपमा सहभागिता गराउने, है त साथीहरू। र राष्ट्रिय गान राष्ट्रिय झण्डाप्रति चिन्हहरूप्रति समान राख्ने, है त। एउटा स्टोरी, एउटा कथा भन्छु साथीहरू। राष्ट्रियता बुझ्ने गरी, अब जापानमा एउटा घरमा चोरी भएछ साथीहरू। जापानमा एउटा घरमा चोरी भएछ, घरमा चोर पसेछ। अब घरको मान्छेहरूलाई सबैलाई थाहा भयो चोर आएछ भनेर, अब चोरलाई सबै सामानहरू चोर्न दिएछ, है त साथीहरू। सबै सामानहरू चोर्न दिएछ। अब चोर निस्किने बेलामा यता सबै रेडी गरेछ, होइन, घरको मान्छेले रेडी गरेछ। अनि चोर निस्किने बेलामा राष्ट्रिय गान चाहिँ त्यो गेटमा आउने बित्तिकै राष्ट्रिय गान के गरेछ, अन गरेछ, बजाइदिएछ। अब राष्ट्रिय गान बज्ने बित्तिकै, होइन, आफ्नो राष्ट्रियलाई बुझ्नु पर्ने हुन्छ नि, रोक्नु पर्ने हुन्छ। हो त्यहाँ राष्ट्रियता के हो भनेर त्यसबाट लिन्छ, झल्किन्छ, होइन। अनि राष्ट्रिय गान बजेपछि चोरले चाहिँ सिधै खडा भएर आफ्नो राष्ट्रियताप्रति मनन गरेको छ, चिन्तन मनन बुझेको छ, र त्यहाँबाट राष्ट्रियता के हो भनेर थाहा हुन्छ साथीहरू, है त। राष्ट्रिय झण्डा राष्ट्रिय गान र राष्ट्रिय चिन्हहरूप्रति समान र आस्था राख्नु, त्यहाँ आस्था विश्वास राखेको छ, यो हाम्रो राष्ट्रिय गान हो भनेर त्यहाँबाट चोर के छ, समातिएको छ साथीहरू, है त। यो त चाहिँ जोक हो एउटा, तर राष्ट्रियता यसबाट झल्किने गरिन्छ साथीहरू, है त साथीहरू। ल अब राष्ट्रियता भनेको सबैभन्दा ठुलो, जहाँ गए पनि हाम्रो नेपाल देश, होइन, जहाँ गए पनि नेपाल आउँछ,
जहाँ गए पनि हाम्रो नेपालको राष्ट्रियता भनेपछि बेग्लै हुन्छ है त। यसरी पुग्छ नि यो भिभिआई छ, यो तपाईँहरू बुझ्नु होला, एकदमै राम्रो छ। सोध्छ प्रत्येक वर्ष रिपिटेड क्वेसन छ, सुब्बा साहेबहरूको लागि एउटै क्वेसन छ यसले सोध्ने। हामी टिओबिसी पाठ हामी पढ्यौँ, टीबाट पहिला टीका पाठ हामी घोकिसकेछौँ, लेखिसकेछौँ। त्यसपछि भनेको के हो खतरा ओपनिङ पाठ हामी पढिसकेछौँ, कम्तीमा कम्तीमा 2वटा र बढीमा 3वटा घोक्ने। त्यसपछि मागेको पाठ पिएससीले के माग्छ, पिएससीले माग्ने भनेको नागरिकको परिचय दिई नागरिकका कर्तव्यहरू लेख्नुहोस् होइन। सोध्यो भने कर्तव्य भनेको मागेको पाठ हो, मागेको पाठ हामी यसरी लेख्ने हो साथीहरू है त। अब यसरी लेख्ने, त्यसपछि लास्टमा के ठोक्ने, निष्कर्ष ठोक्ने साथीहरू। खतरा निष्कर्ष हान्ने है साथीहरू। त्यो नर्मल साम्यतामा दम हुँदैन है त, त्योमा दम हुँदैन। खतराहरूभन्दा बल सबल होइन, मेकअप गर्नुपर्छ। अब निष्कर्षमा खतरा निष्कर्ष ठोक्ने साथीहरू है त। अब यहाँ हेर्नुहोस्, डेन्जर छ है साथीहरू, दम छ है सबैमा। नागरिकबाट कुनै पनि प्रश्न आयो भने निष्कर्ष यसरी ठोक्ने है त साथीहरू। ल लास्टमा मुसुक्क हाँस्ने है त। नागरिक र कर्तव्य एउटै पटाको दुई सिक्का हो। नागरिक र कर्तव्य एउटै सिक्काको दुई पटा हो। सभ्य समाजमा नागरिकका अधिकार मात्र सुनिश्चित हुँदैन, जहाँ कर्तव्य समेतको पालना गर्नु पर्दछ। यद्यपि तथापि हामी अधिकारप्रति धेरै सचेत र जागरुकता छौँ भने कर्तव्य बोधतर्फ पनि एकदमै कमजोर अर्थात् खितलो रहेका छौँ साथीहरू। टक्क के अरे, अधिकार र कर्तव्य एउटै सिक्काका दुई नङ र मासु जस्तो हुन्छ नि, अधिकार र कर्तव्य एउटै सिक्काका दुई पटा हुन्। सभ्य समाजमा नागरिक अधिकार मात्र सुनिश्चित हुँदैन, जहाँ कर्तव्यको समेत पालना गर्नुपर्छ साथीहरू। यद्यपि हामी हामी अधिकारप्रति धेरै सचेत छौँ भने, जागरुकता छौँ भने कर्तव्य बोधतर्फ एकदमै कमजोर अर्थात् खित्लो रहेका छौँ है त। यसरी ठोक्ने है त साथीहरू। अब अर्को, यसलाई अर्कोबाट पनि लेख्न सकिन्छ। अधिकार र कर्तव्यबाट एकदमै खित्लो रहेका छौँ वा त्यसैले अत अधिकारका सप्तरङ्गी झन्डा वा ब्यानर उचालिरहँदा कर्तव्यको डोरी नचुड्न दिन आजको टड्कारो आवश्यकता वा आजको चुड्न नदिन आजको टड्कारो आवश्यकता वा वाञ्छनीय देखिन्छ। टक्क ठोक्ने है त साथी। लास्टमा मुसुक्क हाँस्ने है त। ल अब यसबाट नागरिकका कर्तव्य र नागरिक भनेको के हो, नागरिकको कर्तव्यबाट काम नागरिकको दायित्वबाट कुनै पनि प्रश्न आयो भने तपाईँहरूलाई जिन्दगीमा टाउको दुखाउनु परेन साथीहरू है त। नागरिकहरूको कर्तव्य र दायित्वबाट कुनै पनि प्रश्न सोद्धाखेरि तपाईँहरूलाई जिन्दगीमा टाउको दुखाउनु परेन, किनभने हामी टिओबिसी पाठ खतरा, टिओबिसी पाठ टीका पाठ, त्यसपछि भनेको पाठ, नागरिकको कुनै पनि प्रश्न सोद्धाखेरि टक्क पहिलो रेडिमेड कन्ट्रोल+ पेस्ट गर्ने है त, कपी पेस्ट गर्ने साथीहरू। सिटदेखि तिरसम्म हामी पढिसकेका छौँ। सार्वभौम अधिकारको अधिकारी 2वटा थोप्लो नागरिक। कुनै पनि प्रश्न सोध्यो भने नागरिकको महत्तम उद्देश्य विशेषता सोध्यो भने टक्क पहिलो थोप्लो रेडिमेड, टेन्सन छैन, चिन्ता छैन केही। त्यसपछि दोस्रो थोप्लो, दोस्रो भनेको के हो, ओपनिङ पाठ खतरा, यहाँबाट सुरु गर्ने। अब त्यसपछि मागेको पाठ के हो, मागेको पाठ भनेको माग्छ नागरिकका कर्तव्य माग्छ, अनि कर्तव्य माग्यो भने यसरी टक 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 होइन, यसरी लेख्ने। त्यसपछि लास्टमा खतरा निष्कर्ष ठोक्ने अनि मुसुक्क हाँस्ने साथीहरू है त। ल इफ यु हेभ एनी क्वेसन प्लिज आस्क मी भेरी फ्रेङ्कली साथीहरू। कुनै पनि प्रश्न छ भने तपाईँहरू सोध्नुहोला साथीहरू है त। ल हामी यसरी पढ्छौँ है त, टिओबिसी पाठमा पढ्छौँ। टिओबिसी पाठमा पढ्दाखेरि तपाईँलाई समय व्यवस्थापन हुन्छ, किनभने हामी टीबाट टीका पाठ अलरेडी जानिसकेको हुन्छौँ। बडी पाठ भनेको के हो, कुनै पनि प्रश्न सोद्धाखेरि टक्क पहिलो थोप्लो रेडिमेड हुन्छ, हामी याद गरिसकेका हुन्छौँ। टक्क यस टपिकबाट कुनै पनि प्रश्न ठोक्दाखेरि, कुनै पनि प्रश्न सोद्धाखेरि मेरो भनेको के हो रेडिमेड छ, चिन्तै हुँदैन, टाइमै वेस्ट हुँदैन। टक्क रेडिमेड हुन्छ, आउने बित्तिकै टक 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 लेख्ने। अरूलाई चिन्ता हुन्छ कहाँबाट सुरु गर्ने होइन, कहाँबाट सुरु गर्ने होइन, अरूलाई धौधौ हुन्छ
होइन अलिकति मिस्टेक भयो भने ल अब त मैले सकेँ होइन अब गएँ अब के गर्ने अलिकति मिस्टेक भयो भने केर्नुपर्ने हुन्छ जब केरियो नि तब उहाँको मोटिभेट अन्त डिमोटिभेट हुन्छ होइन साथीहरू छोडेपछि त्यो डिमोटिभेट भएर जान्छ होइन त हामी चाहिँ डिमोटिभेट हुँदैन किनभने रटिसकेको हुन्छौँ होइन योबाट कुनै पनि प्रश्न सोद्धाखेरि टक्क पहिलो थोप्ला रेडिमेड छ हेर्नु पर्ने पर्दैन मेट्नु पर्ने पर्दैन टक्क टु दि पोइन्ट एक्ज्याक्ट जे छ त्यो लेख्ने साथीहरू है त ल त्यसरी पढ्ने है त साथीहरू बुझिन्छ कुरा ल कुनै पनि प्रश्न छ भने तपाईँहरू एकदम सोध्नुहोला इफ यु हेभ एनी क्वेसन प्लिज आस्क मी भेरी फ्रेङ्कली इट इज नट साथीहरू बुझ्नुहोला ल आज हामी यति राख्छौँ अब अर्को क्लासमा हामी अर्को टपिक हामी पढ्छौँ साथीहरू है त ल आजलाई यति नै राखौँ साथीहरू तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद